एकै क्लिकले ब्याङ्क खाली हुन सक्छ। डिजिटल ठगीबाट कसरी बच्ने? आज हामी अहिलेको समयमा धेरै बढिरहेको एउटा गम्भीर समस्याबारे कुरा गर्न गइरहेका छौँ, जुन हो डिजिटल ठगी। अहिले लगभग सबै मानिसहरूले मोबाइल फोन र इन्टरनेट प्रयोग गर्छन्। हामी ब्याङ्कबाट पैसा पठाउने, अनलाइन कारोबार गर्ने, किनमेल गर्ने, भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने जस्ता धेरै काम मोबाइलबाटै गरिरहेका हुन्छौँ। तर यही सुविधासँगै जोखिम पनि बढ्दै गएको छ। हाल साइबर ब्युरोले सर्वसाधारणलाई विशेष चेतावनी दिएको छ। उनीहरूले अपरिचित लिङ्कहरू नखोल्न, ओटिपी तथा अन्य गोप्य जानकारी कसैलाई पनि नदिन आग्रह गरेका छन्। साइबर अपराधीहरूले अहिले विभिन्न माध्यमबाट मानिसहरूलाई ठग्ने प्रयास गरिरहेका छन्। कहिलेकाहीँ उनीहरूले ब्याङ्कको नाम प्रयोग गर्छन्, कहिलेकाहीँ सरकारी कार्यालयको नाम, त कहिलेकाहीँ पुरस्कार जितेको बहानामा विभिन्न योजना अगाडि बढाउँछन्। उदाहरणको लागि तपाईको मोबाइलमा एउटा सन्देश आउँछ जसमा लेखिएको हुन्छ तपाईले लाखौं रुपैयाँ जित्नु भएको छ, तुरुन्त यो लिङ्क खोल्नुहोस्। अर्को सन्देशमा लेखिएको हुन सक्छ तपाईको खाता बन्द हुन लागेको छ, आफ्नो खाता प्रमाणित गर्न यहाँ थिच्नुहोस्। धेरै मानिसहरू डर, लोभ वा बहानामा हतारमा परेर यस्ता लिङ्क खोलिदिन्छन्। त्यसपछि उनीहरूको मोबाइलमा भाइरस वा हानिकारक प्रणाली प्रवेश गर्न सक्छ। त्यसपछि पनि ठगी गर्ने व्यक्तिले उनीहरूको पासवर्ड, बैंक विवरण, फेसबुक खाता, जिमेल वा अन्य व्यक्तिगत जानकारी चोरी गर्न सक्छ। साथीहरू, आजको डिजिटल ठगी पहिलेको जस्तो छैन। आज चोर मोबाइल र इन्टरनेट मार्फत तपाईको निजी जीवनभित्र पसिरहेका छन्। त्यसैले डिजिटल संसारमा सचेत हुनु अत्यन्तै आवश्यक छ।